फेमस नासपाती हैन? एउटा बाख्रा 20,000 20 लाख ठ्याक्कै 30 लाखको सम्पत्ति मेरो हेरिरहेको यहाँ एकछिन माथि टावर जाऊँ न त है। यो कुन ठाउँ अरे? भेडीगोठमा आइपुग्यौँ होइन। भेडीगोठमा यति धेरै भेडाहरू। के हो, बाख्रा हो कि भेडा? रहेछ। हामी चाहिँ यहाँ आइपुग्यौँ होइन। यहाँ चाहिँ त्यस्तो छ हाम्रो मितिनीहरू उहाँ हुनुहुन्छ होइन। हेरौँ यहाँ कस्तो छ गाइजहरू। यस्तो छ है। हामी अन द वे फ्रम चितलाङ। टाइपको फोटो खिच्ने। ओ माई गॉड कति राम्रो। वाउ व्हाट अ नाइस भ्यू। भेडीगोठ हो यो? ए हाम्रो यसरी फोटो सेसन हुँदैछ। आज मलाई के भइरहेछ जिब्रो? दर्शक उहाँहरूको पुरै सेसन चलिरहेछ त्यो पहाड तान्ने कुराहरूलाई। यस्तो छ ल हेर्नुहोस् है गाइजहरू हेर्नुहोस्। वाउ तानेको हेर्नु न तानेको। जानु होला नि तल। भिडियो नि अन भएर नि जाऊ। फाल्नुभयो तान्नुभयो जानुभयो तल जानु होला है तल। ल गाइज हामी चाहिँ अब भेडेटारबाट भेडीगोठबाट हामी जाँदैछौँ कुलेखानी। ओके बाइ बाइ गो। यस्तो छ हाम्रो यात्रा यस्तो छ गाइजहरू। अनि के छ त नयाँ नौलो खबर कमेन्टमा लेख्नु होला। होइन कि त्यो त होटेल नै हो। त्यहाँ त ऊ पनि पाउँछ, बियरहरू पनि पाउँछ। त्यो भिडियोको होटेलमा के यहाँ त सुटिङ भइरहेको होइन भएको सिसा लाको थियो नि त्यो देख्दैन के है देख्नु भएन यस्तो खालको होटेल ए त्यो त खै कतै त्यो देख्दैन होइन तपाईले सुरुमा देखाएको एउटा घाँस भएको यो त यही हो सुटिङ चलिरहेको लेप्ची परियो के गर्नु गाइज यस्तै छ है भिडियो गर्न आउँदैन धेरै त्यति राम्रो सिक्दैछु फाइनली हामी हाम्रो डेस्टिनेसनमा आइपुग्यौँ है यस्तो छ ल गाइजहरू हामीले चाहिँ सुन्तला खाँदै यो ताल हेरेर सुन्तला हामी 1 केजी सकिसक्यौँ तपाईँको दिनको सुरुवात कति भएको छ ताल हेर्दै 1 केजी सुन्तला
म चाहिँ मेरो सब्सक्राइबर हो अनि हाम्रो यस्तो रहेको छ गाइज हामीले लाइफ ज्याकेट लाउँदैछौँ यसरी सबैजना भएर के भन्छ अरे डुङ्गा चलाउनु दाइलाई के अरे होइन के भन्छ के माझी दाइ त माछा मार्नेलाई हो माछा मार्नेलाई होला नि हामीले बोटिङ गरेर सकेर पनि हामी घर जाँदैछौँ बाई बाई गर्नु न बाई बाई गर्न भ्याएको छैन